डिस्क्रिट डिजिटल के हो त? कम्प्युटरले आवाज बुझ्दैन, यसले नम्बर मात्र बुझ्छ, 0 र 1। तिमीले बोल्दा बनिने सिग्नल टाइममा पनि कन्टिन्युअस, भ्याल्युमा पनि कन्टिन्युअस हुन्छ, यसलाई भनिन्छ एनालग सिग्नल। अब कम्प्युटरले कन्टिन्युअस सिग्नल बुझ्दैन, त्यसैले एनालग सिग्नलबाट फिक्स्ड टाइममा भ्याल्यु लिन्छ। यस प्रोसेसलाई भनिन्छ स्याम्पलिङ। अब सिग्नल कन्टिन्युअस छैन, टाइम डिस्क्रिट भयो, बन्यो डिस्क्रिट सिग्नल। तर डिस्क्रिट सिग्नलको भ्याल्यु अझै डेसिमलमा छ। कम्प्युटरले डेसिमल बुझ्दैन, त्यसैले भ्याल्युलाई नजिकको फिक्स्ड भ्याल्युमा राउन्ड अफ गरिन्छ। यसलाई भनिन्छ क्वान्टाइजेसन। मानौ डिस्क्रिट सिग्नलको भ्याल्यु 2.4 भोल्ट अनि 2.9 भोल्ट छ। अब राउन्ड अफ गरेर हुन्छ 2.4 भोल्ट चाहिँ 2 हुन्छ भने 2.9 भोल्ट चाहिँ हुन्छ 3। अब टाइम पनि डिस्क्रिट भयो, भ्याल्यु पनि डिस्क्रिट भयो। यसलाई 0 र 1 मा रिप्रेजेन्ट गर्न सकिन्छ। यही हो डिजिटल सिग्नल।